हरिबहादुर 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 ल ल हेर त्यसको फर्मको डमी पो बनाएर आएछ पुत्ला पो बनाएर आएछ खुट्टा पनि छैन बाबा बाबा है यसको कति मात्र यसले गर्न जाने भने कसरी मात्र ठगेर खाँदैन ए बाबु यसलाई म बोक्छु यसलाई यहाँ माथिबाट हान त ल दे त यसलाई आइज के छ र फेरि एकचोटि दे आइज ए हेर हरिबहादुर आज मेरो हिसाब किताब भएन भने भोलिदेखि म प्रवचन भन्दैन बुझिस् अहिले 1 लाख वाक्क हान्छु अनि तँलाई ए ल मैले हान्दिन भनेको छु हान्छु भनेको छु तेरो कान छैन कि क्या ए सुन हरिबहादुर भन्छ हरिबहादुर ए मलाई अरू कुरो थाहा छैन है त्यो चन्दा बाकसको आधी पैसा चाहिँ मलाई चाहिन्छ के रे चन्दा बाकसको आधी पैसा मलाई चाहिन्छ हेर हरिबहादुर त आफ्नो हैसियत बिर्सेर कुरा नगर है हेर सारा संसार हेर्न आउने मलाई ढोग्ने मलाई आधी पैसा तँलाई ए दिमाग लगाउने म अनि दुनियाँले खुट्टा ढोग्ने चाहिँ त भित्र बसेर कराउने चाहिँ म अनि बाहिर बसेर मुख मात्रै चलाउने चाहिँ त्यहाँ त्यो चाहिँ टन्न खल्ती गर्ने म चाहिँ 1 पैसा नपाइकन भोगभोगै मर्ने हेर डुप्लिकेट पर्दा भित्र र पर्दा बाहिर कुरा फरक हुन्छ बुझिस् तैँले फिल्म त हेर होलास् फिल्ममा हिरोले के गर्छ हिरोले फाइट गर्छ फाइट गर्छ कति माथिबाट हाम फाल्छ मोटर पल्टाउँछ समुद्रमा डाइभ गर्छ त्यो कसले हिरोले गर्छ हिरोले गर्छ डुप्लिकेटले हिरो जस्तै ड्रेस लगाएर गर्छ पैसा कसले कमाओस् हिरोले कमाओस् नाम कसले कमाओस् हिरोले कमाउँछ मऱ्यो भने डुप्लिकेट हेर मन्त्री पनि त्यस्तै हो बुझिस् मन्त्रीले भाषण गर्छ होइन तर पछाडिबाट त्यो भाषण अरूले लेख्दै हुन्छ अनि कण्ड पार्छ मन्त्रीले गर्छ ताली वाह 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 पाउँछ पैसा कसले कमाउँछ भाषण लेख्नेले कमाउँछ मन्त्रीले कमाउँछ बुझिस् हेर डुप्लिकेट म हिरो बुझिस् त डुप्लिकेट म मन्त्री हुँ बुझिस् मन्त्री हुँ त भाषण लेख्नुहोस् क्या मेरो बुढाको नाटक गर्दा गर्दा मेरै बुढा भन् ठान्नु भयो कि के हो अस्तिको पोल खोल्दिउ हेर्नु न अस्ति तपाईँ नभए बेला मलाई त उयो के तैँले मेरो स्वास्नी झिमाउँछस् ए यो साबिलहरूको नाटक हो पैसा नदिने नाटक हो नाटक गर्नुपर्छ ए डुप्लिकेट म तँले यसरी झिँगाले हिँडेर प्याट गरे जस्तो तँलाई सिकाइदिउँ ल सिधा त नमर त तँलाई म यो बोतल मुखतिर छिराएर तिमीहरूको मात्र बुद्धि हो हामी स्वयंसेवकको कमिटीको म्यानेजमेन्ट नभएको भए यो कार्यक्रम सफल हुन्थ्यो अनि हरिबहादुरलाई हरिबाबु बनाउनु कसको हात ओए हरिबहादुर तँलाई हरिबाबा कसले बनायो भन तँलाई यहाँसम्म ल्याउन कम मेहनत गरेछौँ हामीले अहिले व्रत हुन्छ फेरि ए हरिबहादुर हाम्रो हिसाब किताब मिला यदि होइन भने यो हात र लातले तँलाई ठिक बनाउनु पर्ला म तेरो हात खुट्टा मुला भाजे जस्तो पिटेको भाज्यो सुनले तँलाई दिइहाल्छ यो बाउलाई चाहिँ नदिकन लखाउनुपर्छ ए हरिबहादुर तँ लड्छस्
यो यसको मेरो जस्तै स्वर भएको अर्को डुप्लिकेट खोज्नु पर्यो तैँले निकाल्नु पर्दैन आफै जान्छु बुझिस् तैँले निकाल्नु पर्यो बुझिस् सुट तिमीहरूलाई जान लागिसक्यो सुट अलि बार तपाईँ सुट सुट भाउजू त्यसलाई सुताउनु त छिटो ए बुढा कसको कहाँ सुत्यो यता छु डुप्लिकेट आरती कुंज बिहारी की श्री गिरधर कृष्ण मुरारी की आरती कुंज बिहारी की श्री गिरधर कृष्ण मुरारी की डुप्लिकेट अन्त किन चुप लाएर बसिरह बोल न म के गरेर बसिरहनु बोल बोल्दिनँ म मलाई मुड आएको छैन मुड निकाल मुड तेरो खप्परभित्र त छ निकाल पैसा यति तिमीलाई म बोल्नु सक्दिनँ मलाई मुड आएको छैन बोल भोलि 1 लाख भ्वाक्क हान्छु कसेर अनि त्यसो गरेर कसो होला बोल बोल भन मान्छे बसिरहेको छ क्या बोल म लास्ट है क्या तर भरे चाहिँ नि हिसाब किताब हुनुपर्छ है क्या पैसा लाउ आज पैसा मलाई चाहियो अब ल हुन्छ ल सबैलाई दिइसकेँ है त मात्रै बाँकी छ यहाँ दिनलाई फेरि ल अब ल के भयो त्यो प्रवर्तन गर्ने ठाउँ छ नि त्यो हार्मोनियम छ नि त्यहाँभित्र 5 लाख रुपियाँ राखेको थियो होइन त्यो वन मान्छेले लाखोटेपछि ल्याउनै बिर्सेछ त गएर त्यो पैसा खुसीको लिएर आइज है म यहीँ नै बसेर हुन्छ है हुन्छ म लिएर आउँछु है फेरि भाग्ला चाहिँ भागिस् भने त भागिन म भागिन म हेरेँ ल जा 5 लाख रुपियाँ त यहाँ छ यहाँ
तेरीमा फटाएको त सुन तै हैनस् त त्यहाँ प्रवचन गर्ने पछाडिबाट यो सबै फटाकेर तै हो के अब अन्त सुन त्यहाँ गएर सबैजना अगाडि तैँले सबै साँचो साँचो कुरा भन्छ कि भन्दैस् अनुहार पनि ठ्याक्कै हरिबहादुर जस्तै रहेछ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू तपाईहरू हामीलाई वन मान्छे भनेर बाहिर भागिरहनु भएको छ तर हामी वन मान्छे होइनौ हामी वन मान्छे हैन घर मान्छे हो भन्नुस् न रेडी हो हामी घर मान्छे हौ त्यसकारण तपाईहरु आउनुस् भित्र आउनुस् हो आउनुस् केही डराउनु पर्दैन हो आउनुस् सबै आउनुस् सबैजना आउनुस् हेर्नुहोस् तपाईले त्यो हरिबाबा भनेर जो एकदमै ठुलो महात्मा ठुलो तपस्वी एकदम तिलस्मी एकदमै छुट्टेकिनी गर्ने जस्तो सम्झिनु भएको छ नि तर त्यो मान्छे बाबा होइन त्यो मान्छे ठग हो ठग हेर्नुहोस् त्यसले दुनियाँलाई यस्तो दुःख दिएछ त्यो त्यसैले डाका हो डाका त्यो त्यति मात्र होइन त्यसले त दुनियाँको सम्पत्ति लुटेर पनि खाएको छ कतिलाई फसाएको छ कतिचोटि जेल परेछ त्यो पापी हो पापी त्यो हेर्नुहोस् यहाँ उपस्थित दिदीबहिनीहरू तपाईहरूलाई मैले भनेको कुरा चित्त बुझेन भने अब यो ठगको मुखबाट सुन्नु छ ल भन्दा कहिले के गरेछ भन् यहाँ ल भन्ने कुरा के भनेदेखि त्यो हरिबहादुरको स्वर र मेरो स्वर उस्तै उस्तै हो है मलाई अलिअलि मन्त्र पनि आउँछ प्रवचन पनि अलिअलि आउँछ त यसो गर तँलाई अलिअलि दान पनि दिउला भनेको थियो है मैले अहिलेसम्म केही पनि पाएको छैन त्यो हरिबहादुर ठग हो सबै त्यो आयोजकहरूले खाए मलाई केही पनि त्यो ठग भनेर भने हो के न अरु के छ भन् त्यो बाबा होइन त्यो सन्यासी होइन त्यो फटा हो त्यो लुचो त्यति मात्रै हो र अझ थुप्रो कुरा छ यसले भन्नु छिट्टो भन्दा भन् म यहाँ पछाडि बसेर है सबै मन्त्र पनि मैले मात्रै पढ्थेँ अनि प्रवचन पनि मैले दिने गर्थेँ यो त यहाँ बसेर मुख मात्रै चलाउँथेँ है म त हेर्नु गरिबको छोरो अलिअलि धुला हुनेछ लोभला पछि त चन्दा पाएको सबै लिएर भाइसकेछ मलाई माफ गर्नु हजुर